गायत्री मन्त्रको गहिरो रहस्य, शक्ति र वैज्ञानिक पक्ष। गायत्री मन्त्रलाई केवल धार्मिक मन्त्र मात्र होइन, चेतना जागरण गर्ने ध्वनि ऊर्जा पनि मानिन्छ। वैदिक परम्परामा यसलाई मन्त्रहरूको माता भनिन्छ। यो मन्त्रमा 24 अक्षर हुन्छन्। वैदिक मान्यता अनुसार 24 अक्षरले शरीरका 24 ऊर्जा केन्द्र, 24 प्रकारका मानसिक शक्तिहरू र चेतनाका विभिन्न तहहरूलाई प्रभाव पार्ने विश्वास गरिन्छ। यो मन्त्रको मुख्य केन्द्र प्रकाश हो। बाहिरी सूर्य मात्र होइन, भित्री चेतनाको प्रकाश। सूर्य चेतनासँग जोडिएको छ, तर यहाँ केवल आकाशको सूर्य होइन, जीवन दिने दिव्य शक्ति जनाइएको हो। जसरी सूर्यले अन्धकार हटाउँछ, त्यसरी नै ज्ञानले अज्ञान हटाओस् भन्ने भाव यस मन्त्रमा छ। धेरै अनुसन्धान र ध्यान अभ्यासकर्ताहरूका अनुसार मन्त्र जप गर्दा मस्तिष्कका सकारात्मक कम्पन उत्पन्न हुन जान्छ, ध्यान शक्ति बढ्न जान्छ, तनाव कम हुन मद्दत पुग्दछ, श्वास प्रश्वास नियमित हुन जान्छ, मन शान्त हुने अनुभव हुन जान्छ। विशेष गरी ओम ध्वनिको कम्पनले शरीर र स्नायु प्रणालीमा प्रभाव पार्ने विषयमा विभिन्न अध्ययन भएका छन्। मन्त्रको उद्देश्य बाहिरी संसारभन्दा भित्री चेतनामा केन्द्रित हुनु हो। आँखा बन्द गर्दा मन एकाग्र हुन सजिलो हुन्छ, विचारको गति कम हुन सक्छ, ध्यान गहिरो हुन जान्छ। त्यसैले मन्त्र उच्चारण गर्दा आँखा बन्द गरेर गर्ने चलन छ। शान्त र सफा ठाउँ पूर्वतर्फ फर्केर बस्नु उत्तम मानिन्छ। सुखासन, पद्मासन वा आरामदायी स्थितिमा बसेर मन्त्र उच्चारण गरिनु पर्दछ। यही गहिरो सास लिनु, मन शान्त बनाउनु, स्पष्ट उच्चारणसहित मन्त्र जप गर्नु, सूर्य वा दिव्य प्रकाशको कल्पना गर्नु गायत्री मन्त्र जपका प्रक्रिया हुन्। जप गर्दा ध्यान दिनुपर्ने कुराहरूमा केवल शब्द होइन, भाव पनि महत्त्वपूर्ण हुन्छ। क्रोध, नकारात्मक सोच कम गर्ने प्रयास गर्नुपर्ने हुन्छ, नियमितता राख्नु पर्दछ। गायत्री मातालाई वेदकी माता, ज्ञानकी देवी, दिव्य चेतनाको शक्ति मानिन्छ। उहाँलाई प्राय 5 मुख र तेजस्वी प्रकाशसहित चित्रण गर्ने गरिन्छ। 5 तत्त्व, 5 प्राण, 5 चेतनात्मक शक्तिहरू जनाउँछन् भन्ने विश्वास छ। मानसिक शान्ति, आत्मबल, सकारात्मक सोच, निर्णय क्षमता, आध्यात्मिक उन्नति, नकारात्मकताबाट सुरक्षा गायत्री मन्त्रले दिन्छ भन्ने विश्वास गरिन्छ। आजको समयमा यसको महत्त्व अत्यन्तै छ। तनाव, डर, अस्थिरता, क्रोध, मानसिक दबाव बढिरहेको अवस्थामा ध्यान र मन्त्र जपले मनलाई स्थिर बनाउन सहयोग पुर्याउन सक्छ। गायत्री मन्त्र केवल शब्द होइन, चेतनालाई अन्धकारबाट उज्यालोतर्फ लैजाने प्रार्थना हो। गायत्री मन्त्र हिन्दू धर्मको सबैभन्दा पवित्र र शक्तिशाली वैदिक मन्त्रहरूमध्ये एक मानिन्छ। यो मन्त्र मुख्य रूपमा ज्ञान, चेतना, बुद्धि, आत्मिक उज्यालो र सकारात्मक ऊर्जाको प्रतीक हो। यसको उल्लेख ऋग्वेदमा गरिएको पाइन्छ। गायत्री मन्त्रको सरल अर्थमा, हे परम दिव्य शक्ति, तपाईँको पवित्र प्रकाशले हाम्रो बुद्धिलाई उज्यालो र सत्य मार्गतर्फ प्रेरित गरून् भन्ने रहन्छ। मानिन्छ कि यसले नकारात्मक सोच हटाएर सकारात्मकता बढाउँछ। ध्यानपूर्वक जप गर्दा मन स्थिर र शान्त हुने विश्वास गरिन्छ। यो मन्त्र आत्मिक जागरण र ईश्वरसँगको सम्बन्ध बलियो बनाउन जप गरिन्छ। विशेष गरी बिहान सूर्य उदाउँदा जप गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने मान्यता छ। उपनयन वा व्रतबन्धपछि धेरैले दैनिक जप गर्ने परम्परा छ। यो मन्त्रलाई प्राय ऋषि विश्वामित्रद्वारा प्रकट गरिएको मानिन्छ। यस मन्त्रकी अधिष्ठात्री शक्ति गायत्री माता हुन्। परम्परा अनुसार 11 पटक, 21 पटक, 108 पटक गायत्री जप गर्ने गरिन्छ। के गायत्री मन्त्र सबैले जप गर्न मिल्छ त? आजको समयमा धेरै विद्वान र आध्यात्मिक गुरुहरूले यो मन्त्र सबै मानिसले श्रद्धापूर्वक जप गर्न सक्ने मान्यता राख्दछन्। मुख्य कुरा श्रद्धा, शुद्ध भावना र सकारात्मक मनै त हो।